हेलो सम्पूर्णमा नमस्कार। योभन्दा ठ्याक्कै 1 महिना अगाडि यहाँ चाहिँ तपाईहरुलाई म छोटो भिडियो बनाएर देखाएको थिएँ। यो चाहिँ एकदमै झार उम्रेर ब्याटभरि थियो अनि विद्यार्थीहरू शिक्षकहरूको मेहनतपछि चाहिँ यस्तो बनाइसक्नु भएको छ। हामीले चाहिँ त्यतिखेर यो सबै खनजोत गरेर कति टाढा टाढाबाट मल ओसारेर चाहिँ यहाँ ब्याट तयारी गरेर यसरी हामीले कोसेबारी लगाएको थियौं र आज ठ्याक्कै जाँदाखेरि चाहिँ यस्तो राम्रो यस्तो मजाले हुर्काइसकेर है फुल्न सुरु गरेको देखियो, फल पनि लागिसकेको अनि यस्तो मजा लाग्यो कि यति खुसी लाग्यो। हाम्रो विद्यालयमा चाहिँ यो पोषण बगैँचा निर्माण गरिएको छ। त्यहाँ चाहिँ अब हामीले विभिन्न सिजनल तरकारीदेखि लिएर फलफुल बिरुवा रोप्नुदेखि लिएर यो खेती सम्बन्धी चाहिँ हामीले विद्यार्थीहरूलाई कार्यक्रमहरू सिकाइराखेको हुन्छौँ र त्यो सँगसँगै यहाँ हामीले 2 वर्ष ठ्याक्कै भयो यो वितरण गरेको चाहिँ यो फल्न सुरु गरेको छ। ड्रागन फ्रुट पनि मजाले यो चाहिँ ठ्याक्कै भवनको माथि छतमा छ, यो ड्रमहरू काटेर रोपिएको। यहाँबाट पनि राम्रो उत्पादन भइरहेको छ। यहाँ पनि ड्रागन फ्रुटहरू फलेर अनि एकदम सुन्दर देखेको छ। यो विद्यालय वरिपरि चाहिँ एकदम मजाले फुलहरू रोपेर एकदम सुन्दर ठाउँ हेर्दाखेरि पनि एकदम आनन्द लाग्ने यो विद्यार्थी भाइ बहिनीहरूको एकदमै मेहनत पछिको यो फल परिश्रम भनौँ न, यस्तो मजा लाग्ने आउँदाखेरि पनि वरिपरि सबै बगैँचाहरू पनि मजाले फुलले घेरिएको छ, देख्न सकिन्छ।